नमस्ते सबैजनालाई। अनि के छ खबर खाबर? सन्चै हुनुहुन्छ हजुरहरू? अनि साँच्चै भन्नुपर्दाखेरि एउटा खबर थाहा पाउनु भएन हजुरहरूले? मार्केटमा यस्तो एउटा भन्नुपर्दाखेरि नयाँ युट्युबर आउनुभएको छ, तपाईँहरूको प्यारो मान्छेको। आज बिहानको पत्रिकामा पनि छापेको थियो कि क्या हो? हो त्यही हो, मै हो त्यो। अनि सन्चै हुनुहुन्छ? आजबाट चाहिँ ल हजुरहरूले चिनजान नगर्नु भएकोले चिनजान पनि गर्नु होला। चिनजान गर्नुभएकोले त अब थाहै छ, माइसेल्फ लिजा छेत्री। अनि आजबाट चाहिँ हामी सबैको नयाँ भ्लग आइसकेको छ। सबैको मेरो आजबाट चाहिँ मेरो नयाँ भ्लग आइसकेको छ। हेरेर साथ सपोर्ट जे गरिदिनु मन छ सबै गरिदिनु होला। म फेरि अरूले जस्तो यस्तो लाइक गरिदिनु, सेयर गरिदिनु, सब्सक्राइब गरिदिनु, बेल आइकन गरिदिनु भन्दिनँ नि। फेरि म केही भन्दिनँ। म मात्र बिन्ती गर्ने मान्छे हो। बिन्ती छ, सबै कुरा गरिदिनु होला। यो जे मैले भने सबै गरिदिनु होला है त। ल मेरो आजबाट के मेरो सेड्युलहरू के छ, मैले मेरो डेहरू कसरी स्पेन्ड गर्छु, आई विल सो यु। ओके, यसो खानासाना पनि खाइदिउँ है। अब के गर्ने, अब काममा पनि जानै पर्यो, अब खाना पनि खानै पर्यो। बाबु, हेलो सर, गुड मर्निङ। के गर्नुभएको हजुरले? यहाँ पढ्नुभएको? ए उहाँले फेरि निनाले हेर्नुहुन्छ। यो के हो अरे? निनाले हेर्नुहुन्छ उहाँले फेरि एकछिन। यो राखा, यसो जाने बेला मोबाइल हेर्छन्। यसरी भनेको मान्नुहुन्छ फेरि उहाँले। अब त्यस्तै छ आजको बच्चाको। ल अब खाना पनि खाइदिउँ है त। अब धेरै कुरा नगरिकन तातो खाना खाइदिइहाल्नु पर्छ। अनि उहाँ चाहिँ हाम्रो डान्स टिचर हुनुहुन्छ। हेलो। अनि तपाईँहरूलाई चाहिँ देखिसक्नु भयो होला, यो सेटअप यो सबै देखेपछि त बुझ्नु पनि भयो होला हामी कुन फिल्डमा काम गर्छौँ भनेर। यस्तै हो, बिहान 9:30 बजीदेखि एउटा 5 बजीसम्म यो घोग्रो च्याति कराउने ठाउँ भनेको यही हो हाम्रो। त्यही भएर हो एक थाल भात खाने नभए पहिला त म यति खान्थेँ कि यस्तो मोटाउने कि। त्यही हो, कारण नै त्यही हो। अहिले भात खाएर आउने बेलामा मोटाउने, घरलाई फेरि यस्तै हो। फेरि थोरै लाग्को हुन्छ नि त। यति राम्रो नै जाँदाखेरि अहिले चाहिँ देखाइहाल्छ नि हाम्रो। त्यो पनि हो। ल अब यो स्कुलमा चाहिँ फेरि भ्लग सग गर्न मिल्दैन नि त। अब मोबाइलहरू चलाउन मिल्दैन, त्यो चलाउन पनि हुन्न, किनकि बच्चाको फ्युचर भन्ने कुरा हाम्रो हातमा हुन्छ। ल बच्चा गइसक्नु भएपछि चाहिँ मैले हाम्रो स्कुलको सर्ट टुर पनि दिनेछु। साथसाथै हाम्रो टिचरहरूलाई पनि यसो भेटघाट गराउँछु हजुरलाई है त। अहिले चाहिँ ल बाई। बिहान भनेअनुसार अब 4:30 पनि बज्यो। अब घरतिर लानु 4:30 भयो। अब घरतिर पनि लाग्न पर्ने हुन्छ। अब बिहान अलि इनर्जेटिक भएर बोलियो थियो होला। अब अहिले अब यी घाँटी सुक्ला जस्तो, अब त्यही त हो नि हालत। अब छाप्नै पऱ्यो होइन, ठिकै छ। अब यस्तै छ। ल बाई भनिदिउँ न त सबैजनाले। ल हाम्रो यहाँ टिचर हुनुहुन्छ, उता टिचर फेरि घोप्दै ल हजुर। ल हस् त है। साथीहरू स्कुलबाट पनि आयो, यसो एकछिन पावर न्याप पनि हाल्ने। अनि उठेँ म होइन। यस्तै छ। ल आजको दिन अब यसरी नै गयो। अब डे 2 भोलि फेरि हाल्ने हो। ल हजुर पनि आफ्नो टेक केयर गर्नु होला, राम्रोसँग बस्नु होला। शीतलै छ आजको मौसम। त्यही हो, आजको ओभरअल ठिकै भयो। जाओस् त, भोलिको लागि पनि यसो कुर्नु होला मेरो भ्लगलाई। बाई, सी यू।